तपाईहरु सम्पूर्ण ख्रीष्ट प्रियजनहरूलाई जय मसीह। तपाईहरु यस बाइबलीय वचनमा सामेल हुनुभएकोमा म धेरै खुसी छु। आज म तपाईहरु सबैलाई मानिसको पतनको बारेमा छोटो विवरण दिन चाहन्छु। शीर्षक मानिसको पतन। सबै मानव जातिका मुख्य समस्याहरूको स्रोत के हो? उत्पत्ति 3 अध्यायको 22 पददेखिको 24 पदमा आधारित मानिसको पतन शीर्षकको यस प्रवचनमा डाक्टर मार्टिन लॉयड जोन्सले आदम र हव्वाको पतन र प्रारम्भिक गलत कार्यको बारेमा छलफल यस प्रकारले गर्छन्। डाक्टर मार्टिन लॉयड जोन्स यो विषयमा यस प्रकारले छलफल गरे कि पहिलो अभिभावकको पापको मुख्य कारण मानिसको रूपमा आफ्नो स्थिति एक ईश्वरको सृष्टि मात्र हुँ भनेर पहिचान गर्न असफल हुनु र परमेश्वरको आज्ञा इन्कार गर्नु थियो। तिनीहरूले स्वयं परमेश्वर जस्तै बन्ने लक्ष्य राखेका थिए। यो पाप र दुष्टताको मुख्य मुद्दा बनेको छ। मानिसहरूले आफू परमेश्वरको सृष्टि र उहाँको व्यवस्थाद्वारा बाँधिएका हुन् भनेर स्वीकार गर्न असफल हुन्छन्। आफ्नो अहङ्कारमा मानिसहरूले आफ्नै तर्क र मापदण्ड अनुसार संसारलाई बुझ्न र व्याख्या गर्न प्रयास गर्छन्। यो एकदमै मूर्खता हो, किनकि परमेश्वर बिना कसैले पनि आफूलाई वा संसारलाई साँच्चै बुझ्न सक्दैन। वास्तविक समझ तब मात्र उत्पन्न हुन्छ जब मानिसहरूले स्वीकार गर्छन् कि तिनीहरू ईश्वर होइनन्, बरु उहाँका सृष्टि मात्र हुन्। सबैले परमेश्वरमा र येशू ख्रीष्ट मार्फत क्रुसमा उहाँले के हासिल गर्नुभयो र कसरी सारा मानिस जातिको पाप क्षमाको मार्ग तयार गर्नुभयो भन्ने कुरामा विश्वास गर्नुपर्छ। पश्चाताप र येशू ख्रीष्टमा विश्वास मार्फत मात्र एक व्यक्तिले परमेश्वरसँग साँचो संगति पुनर्स्थापित गर्न सक्छ र पापको बन्धनबाट मुक्त हुन सक्छ। यो प्रवचनले सबैलाई प्रश्न गर्न आग्रह गर्दछ। के मसँग विश्वास छ? के मैले ख्रीष्ट बिना संसार बुझ्ने कुनै सम्भावना त्यागेको छु? आज यो प्रश्न आफैलाई पनि सोध्नुहोस्। योभन्दा महत्त्वपूर्ण प्रश्न अरू कुनै छैन, किनकि यो केवल यस जीवनमा मानिसको भलाइसँग सम्बन्धित मात्र छैन, तर सारा मानव जातिको अनन्त उद्धारसँग पनि सम्बन्धित छ।